मानौ कुनै कलेजले भर्ना प्रक्रियामा सेटिङ मिलायो वा नतिजामै गडबडी गर्यो। यस्तोमा सरकारले के गर्ला त? सामान्यतया त हाम्रो दिमागमा लाखौं जरिवाना वा सम्बन्धन खारेज गर्ने कुरा आउँछ नि, होइन र? हो नि, तर आज हामी जुन विषयको विस्तृत अध्ययन गर्दैछौँ नि, त्यसमा एकदमै फरक भनौँ न एउटा विद्रोही नियम छ। हजुर, यो नियमले भन्छ तिमीले बेइमानी गर्यौ, ठिक छ, अब आउँदो वर्ष तिमीले थप गरिब विद्यार्थीहरूलाई आफ्नै खर्चमा निशुल्क पढाउनु पर्नेछ। जरिवानाको पैसा सरकारी खातामा जाने होइन, सिधै गरिब विद्यार्थीको शिक्षामा लगानी हुने। हाम्रो यस विस्तृत अध्ययनमा स्वागत छ। धन्यवाद। सुन्दाखेरि त सरकारी दस्तावेज कति झन्झटिलो होला जस्तो लाग्छ। एकदमै। आज हाम्रो अगाडि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद अर्थात् CTEVT ले ल्याएको शैक्षिक सत्र 2083-2084 को भर्ना मार्गदर्शन छ। यो 2083-2084 को शैक्षिक सत्रलाई नयाँ दिशा दिन ल्याइएको निकै महत्त्वपूर्ण दस्तावेज हो। आज हाम्रो मिसन भनेको यही पानाहरू पल्टाएर यसभित्रको गणितीय सन्तुलन, कडा समय सीमा र अघि हामीले कुरा गरेको जस्तो अनौठो सजायलाई डिकोड गर्नु हो। प्राविधिक शिक्षा भनेको देशको तल्लो तहसम्म जोडिएको कुरा हो के? यहाँ को र कसरी भर्ना हुन्छ भनेले भविष्य नै निर्धारण गर्छ। ल, त्यसो भए योग्यता मापनको ढोकाबाटै सुरु गरौँ न। न्यूनतम योग्यता त तोकिएकै छ नि? छ नि। स्वास्थ्यतर्फका डिप्लोमामा न्यूनतम 2.0 GPA र अन्यमा न्यूनतम 1.6 GPA हुनैपर्छ। भनेपछि यहाँसम्म त सबै उम्मेद्वार बराबरी भए एउटै धरातलमा। तर निर्देशिका पढ्दै जाँदा थाहा हुन्छ असली खेल त योग्यताक्रम अर्थात् मेरिट लिस्ट निकाल्दा सुरु हुन्छ। त्यही अङ्कभारको कुरा। सामुदायिक वा सरकारी स्कुलबाट आएकालाई 1.0 अङ्क थपिने अनि निजीलाई 0.85 मात्र। एकदम सही। र कोही विदेशमा पढेर आएको छ भने त शून्य, कुनै थप अङ्क नै दिइँदैन। तर मलाई एउटा कुरा खड्कियो कि यो 1.0 र 0.85 बीच त जम्मा 0.15 को फरक मात्र हो नि त। सुन्दा सानो लाग्छ। हो नि, यसले त्यति ठूलो आँधी ल्याउँछ र निजी स्कुलमा पनि त कति विद्यार्थी छात्रवृत्तिमै पढेका हुन्छन् नि, उनीहरूलाई अन्याय भएन र? यसो हेर्दा त्यस्तो लाग्छ, तर खासमा यो सकारात्मक विभेदको उत्कृष्ट नमुना हो। भनेपछि हुम्लाको सरकारी स्कुल र काठमाडौँको वातानुकूलित बोर्डिङको 2.0 GPA एउटै होइन भन्न खोजिएको हो? ठ्याक्कै त्यही हो। अभावमा पढेकालाई त्यो 1.0 अङ्क दिएर अदृश्य सङ्घर्षको कदर गरिएको। त्यो 0.15 को बफरले उनीहरूलाई प्रतिस्पर्धामा टिक्न सघाउँछ। हो नि, कुनै पनि नीतिले 100% समेट्न सक्दैन, तर यसले समानताभन्दा पनि समताको वकालत गर्छ। बुझे। तर हजारौं विद्यार्थी हुँदा अन्तिम अङ्क त धेरैको ठ्याक्कै बराबर आउन सक्छ नि। यस्तोमा एउटा सिट छ भने के गोला प्रथा हुन्छ त? त्यही त, गोला प्रथा गर्दा योग्यताको सम्मान हुँदैन। त्यसैले यहाँ एकदमै कडा टाइब्रेकर नियम छ। भनेको समान अङ्क आए कसरी छान्ने? पहिला त गणित विषयमा कसको बढी अङ्क छ भनेर हेरिन्छ। अनि गणितमा पनि बराबर भयो भने नि? त्यसपछि विज्ञान हेरिन्छ। विज्ञानमा पनि उस्तै भए अङ्ग्रेजीको अङ्क हेरिन्छ। तह तहको फिल्टर छ के? ओहो, तर तीनैवटा विषयमा अङ्क जुध्यो भने त प्रणाली नै ह्याङ होला नि? हो, त्यस्तो दुर्लभ अवस्थामा चाहिँ भौगोलिक पाटो हेरिन्छ। पिछडिएको वा दुर्गम क्षेत्रको उम्मेद्वारलाई स्वतः प्राथमिकता। फेरि पनि समताकै कुरा। गजब छ। अनि दुवैजना दुर्गमको पर्यो भने नि, जो उमेरले जेठो छ उसैले मौका पाउँछ। उमेर साँच्चै जेठोलाई किन? किनभने जेठो मान्छेसँग भविष्यमा अवसर कम हुन सक्छ नि त। कान्छोले त अर्को वर्ष पनि भिड्न सक्छ। कस्तो सानो सानो कुरामा ध्यान दिएको, तर यो सबै विश्लेषण गर्न त महिनौं लाग्नुपर्ने हो। सुन्दा त्यस्तै लाग्छ। तर मैले त्यो भर्नाको समय सीमा हेर्दा त म छ्याङ्गाबाट खसे जस्तै भएँ। यो त एकदमै विरोधाभासपूर्ण छ नि? कसरी विरोधाभासपूर्ण लाग्यो त? एकातिर यति जटिल छनौट प्रक्रिया, अर्कोतिर समय सीमा चाहिँ सास फेर्नै नपाउने जस्तो। स्वास्थ्य बाहेकका कार्यक्रममा 10 दिनको नियमको कुरा गर्नुभएको होला। हो नि, नतिजा आएको जम्मा 10 दिनभित्र भर्ना सकिसक्नु पर्ने रे। नेपालमा 10 दिनमा त ब्याङ्कको लाइन र बिदामै समय बित्छ त। 10 दिन सुन्दा एकदम छोटो लाग्यो है। स्वास्थ्य सहायक अर्थात् HA को नियम सुन्नुभयो भने त झन्। त्यही हेल्थ असिस्टेन्टको नियमले त मलाई सबैभन्दा बढी अचम्ममा पारेको छ। आवेदन सङ्कलन 15 दिनसम्म गर्ने अनि त्यसको जम्मा 3 दिनभित्र प्रवेश परीक्षाको नतिजा निकाल्ने।
मुख्य सूची र उत्तीर्ण सूची दुवै जम्मा 3 दिनमा अर्थात् 72 घण्टामा यो कसरी सम्भव छ? एकदमै महत्त्वकांक्षी छ। यसको लागि पूर्ण रूपमा अटोमेटेड सफ्टवेयर नै चाहिन्छ। हजारौं आवेदनलाई ती सबै डाई ब्रेकरमा हालेर 3 दिनमा नतिजा, कसैले आफैलाई किन यस्तो प्रेसरमा राख्छ? विगतका विकृति रोक्न। के? पहिले कलेजहरूले महिनौसम्म नतिजा ननिकाल्ने विद्यार्थी होल्ड गर्ने गर्थे। ए, भनेपछि यो प्रेसर कुकर जस्तो नियमले त उनीहरूलाई दायाँ बायाँ गर्ने मौकै दिएन। हो नि, समय नै यति कसिलो भएपछि शैक्षिक क्यालेन्डर भत्किँदैन। यो त सुशासनको औजार हो। तर हतारमा काम गर्दा कलेजहरूले नक्कली विद्यार्थी घुसाउने वा नतिजा फेरबदल गर्ने खतरा त झन् बढ्छ हैन र? बढ्न सक्छ, तर त्यही भएर त यहाँ एउटा गजबको दण्ड प्रणाली राखिएको छ। जुन कुराबाट हामीले आजको यो विस्तृत अध्ययन सुरु गरेका थियौं, रोबिनहुड सजाय। ठ्याक्कै। कसैले शैक्षिक सत्र 2083-84 मा नक्कली परीक्षार्थी भर्ना गर्यो वा नतिजा बिगार्यो भने नि एकदम कडा कारबाही छ। के रे, आगामी शैक्षिक सत्रमा उनीहरूको वर्गीकृत छात्रवृत्तिको कोटा अनिवार्य थप गरिने हो। सँगै कलेज प्रमुखलाई विभागीय कारबाही पनि हुन्छ। तर मुख्य कुरा यो छात्रवृत्ति कोटा थपिनु हो। सुन्दा त सामान्य लाग्छ, तर निजी कलेजको लागि त यो सिधै अर्थतन्त्रमै प्रहार भयो नि। एकदमै। उनीहरूको आम्दानीको मुख्य स्रोत नै शुल्क हो। थप विद्यार्थी 3 वर्षसम्म निशुल्क पढाउनु भनेको त लाखौंको घाटा हो। यही त गजबको कुरा हो के। जरिवाना तिर्दा त धनी कलेजले सजिलै 5-10 लाख तिर्थे होलान्। हो, तर यसले त उनीहरूको नाफाको मार्जिनमै वर्षौंसम्म हिर्काउँछ नि त। अनि अर्को कुरा, गल्ती गर्ने कलेजबाट पैसा लिएर सरकारको खातामा थन्काउनुको सट्टा सिधै गरिब विद्यार्थीलाई फाइदा पुग्यो। न्यायशास्त्रमा यसलाई पुनर्स्थापनात्मक न्याय भनिन्छ। क्षतिपूर्ति सिधै विपन्न वर्गले पाउने। यो त साँच्चै मास्टर स्ट्रोक नै हो। एउटा सामान्य निर्देशिकाभित्र यति गहिरो अर्थशास्त्र र समाजशास्त्र लुकेको रहेछ। त्यही भएर यो मार्गदर्शनले एउटा बलियो सन्देश दिएको छ। प्रणाली अब पुरानो ढरराबाट चल्दैन। पक्कै पनि आजको यो विस्तृत अध्ययनबाट हामीले मुख्य 3 वटा कुरा प्रष्टसँग बुझ्यौं जस्तो लाग्छ। पहिलो त त्यो 0.85 र 1.0 को अङ्कभारको गणितीय सन्तुलन हो, जसले विद्यार्थीको अभावलाई पनि तराजुमा राख्छ। अनि दोस्रो, त्यो 10 दिने र 3 दिने कडा समय सीमा, जसले प्रशासनिक ढिलासुस्ती र चलखेललाई पुरै बन्द गरिदिन्छ। र तेस्रो, हाम्रो रोबिनहुड सजाय, जसले बेइमानीको दण्डलाई गरिब विद्यार्थीको छात्रवृत्तिमा बदलिदिन्छ। यी कुराहरू शिक्षा क्षेत्र बाहिरका लागि पनि उत्तिकै सान्दर्भिक छन् है। कसरी भन्नुहुन्छ? किनभने यसले सानो नीतिगत चलाखीले कसरी सुशासन कायम गर्न सक्छ भन्ने देखाउँछ नि। हो नि, ठूला कानून नै फेर्नुपर्छ भन्ने छैन। साना ह्याकहरूले पनि सिस्टम सुधार्न सक्छन्। एकदमै। यसले हामीलाई जुनसुकै सरकारी नीतिलाई अलि आलोचनात्मक रूपमा हेर्न सिकाउँछ। साना अक्षरमा लेखिएका कुराले नै खेलको नियम तय गर्छन् भन्छन् नि। आजको कुराकानी एकदमै रोचक रह्यो। मलाई पनि निकै रमाइलो लाग्यो। र अन्त्यमा हाम्रा श्रोताहरूका लागि एउटा गम्भीर प्रश्न। यदि शिक्षामा यो रोबिनहुड नीति यति प्रभावकारी छ भने यसलाई अन्त किन लागू नगर्ने? जस्तै गल्ती गर्ने निजी अस्पताललाई थप गरिब बिरामीको निशुल्क उपचार गर्न लगाउने, वा वातावरण प्रदूषित गर्ने कर्पोरेट कम्पनीलाई जरिवानाको सट्टा दुब्बर रुख रोप्न बाध्य पार्ने। ठ्याक्कै। यस्ता नीतिहरूले हाम्रो समाजलाई साँच्चै छिटो बदल्न सक्छन् कि यसबारे विचार गर्दै गर्नुहोला। आजको लागि हाम्रो यो विस्तृत अध्ययन यही सकिन्छ। सँगै रहनुभएकोमा धेरै धन्यवाद।